येशूको जन्म भएको पूर्वका ज्योतिषीहरू येशूलाई भेट्न आएको, हेरोद राजाले येशूलाई मार्न खोजेको जस्तो घटनाहरू हामीले अघिल्लो भिडियोमा हेऱ्यौँ। आज हामी येशू आफ्नो आमा बुवासँग निस्तार चाडको लागि यरुसलेम जानुभएको कुराहरू हेर्नेछौँ। अब बालक येशू बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। उहाँका आमा बुवा निस्तार चाडमा प्रत्येक वर्ष यरुसलेम जाने गर्थे। जब येशू 12 वर्षको हुनुभयो तब उहाँ पनि चाडको रीतिअनुसार यरुसलेममा जानुभयो। चाडका दिनहरू सिद्धिएपछि येशूका आमा बुवा फर्किँदा बालक येशू चाहिँ यरुसलेममै रहनुभयो। यो कुरा चाहिँ उहाँको आमा बुवाले थाहा पाएका थिएनन्। येशू कतै यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर येशूका आमा बुवाले एक दिनको यात्रा गरिसकेका थिए। अनि येशूलाई नदेखेपछि येशूलाई तिनीहरूले नातेदार र चिनजानका मानिसहरूको बिचमा खोजे, तर भेट्टाएनन्। अनि आमा बुवा उहाँलाई खोज्दै फेरि यरुसलेममा फर्के। 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बिचमा बसेर शिक्षकहरूका कुरा सुन्दै तिनीहरूलाई गहिरो प्रश्न गरिरहेको भेट्टाए। सुन्नेहरू सबै उहाँको समशक्ति र उहाँको उत्तरहरूमा छक्क पर्थे। उहाँलाई देखेर उहाँको आमा बुवा चकित भए र उहाँकी आमा मरियमले भनिन्, छोरा, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रो बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौँ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तपाईँले मलाई किन खोज्नुभएको? के म आफ्नो पिताको घरमा हुनुपर्छ भन्ने तपाईँहरूलाई थाहा थिएन? तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। अनि येशू आमा बुवासँग नासरत जानुभयो र आमा बुवाको आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो।